आज छ डाइरेक्ट सिलेक्सन टुल। यसमा एउटा फाइल ओपन गर्छु, कन्ट्रोल एन, वाइड 20 हाइट 10 को राख्ने, रेजुलेसन 300 राखेर ओके गर्दै यो पेन टुलमा क्लिक गरेर एउटा शेप बनाए, सिम्पल। यो एल शेप थियो भने भी शेप बनाउनु पर्यो भने त्यस्तो बेलामा हामीले यो डाइरेक्ट सिलेक्सनमा क्लिक गरेर यसरी क्लिक गर्यो भने यसको यो पोइन्ट देखाउँछ। यसरी मैले यस्तो गरिदिन्छु अनि फेरि यसलाई पनि यस्तो गरेर यो पोइन्टलाई यसरी तान्दिए र यो पोइन्टलाई पनि यसरी तान्। अघि मेरो यो एल शेप भएको शेप अहिले भी शेपमा कन्भर्ट भयो नि। त्यसैले अब्जेक्ट मोडिफाई गर्न छ भने हामी डाइरेक्ट सिलेक्सन युज गर्न सक्छौँ। यो मात्रै नभएर कुनै पनि शेपहरू, जस्तो एलिप्स टुलमा क्लिक गरेर यहाँ एउटा यसमा मैले शेपमा क्लिक गरेँ, अप्सन बारमा गएर र यसरी ड्र्याग गरेँ। यो ओभल शेपलाई मोडिफाई गर्नुपर्ने भयो भने त्यस्तो बेलामा पनि हामी यसमा डाइरेक्ट सिलेक्सनमा क्लिक गरेर यो डाइरेक्ट सिलेक्सनलाई चुज गरेर यसरी क्लिक गरिदियो भने यसको पोइन्टहरू आउने हुन्छ। यसरी यो पोइन्टबाट हामी यसरी चाहेको खण्डमा यसरी यसलाई मोडिफाई गर्न सक्छौँ। अब यसमा फेरि कुनै पोइन्टहरू थप्नु छ भने पेन टुलमा क्लिक विभिन्न छ। यसमा मैले जस्तो एड एङ्कर पोइन्ट भन्ने अप्सन छ, यसमा क्लिक गरेर यसरी क्लिक गरिदियो भने अनि फेरि यो पोइन्ट यहाँबाट फेरि जोड्न सकिराखेको हुन्छ, यसरी बनाउन सक्छ। यसमा यो टेक्स्ट टुल छ, टेक्स्टमा पनि हरिजोन्टल टाइप टुलमा क्लिक गरेँ र यसमा यसरी क्लिक गरेर गुम्बज भनेर यहाँ टाइप गरिदिएँ। यसलाई ठुलो बनाउनु छ भने कन्ट्रोल ए अल सेलेक्ट गरेर अप्सन बारबाट पनि यसको 48 राख्दियो भने यसरी ठुलो हुन्छ भने। अर्को तरिका यो मुभ टुलमा क्लिक गर्यो भने यसरी आवश्यकता अनुसार ठुलो बनाउन सकिन्छ। कन्ट्रोल जे गर्यो भने डुप्लिकेट हुन्छ। अर्को तरिका भने यो अल्ट की दबाउने अब्जेक्टलाई क्लिक गरेर ड्र्याग गर्यो भने अर्को नै आउँछ। यसको आउटलाइनमा रातो राख्नुपर्ने भयो भने स्ट्रोक राख्न सक्छ। किबोर्डको F7 प्रेस गरेँ, यो एड लेयर स्टाइल भन्ने अप्सन देख्नुहुन्छ, यहाँ क्लिक गरेर स्ट्रोकमा क्लिक गर्ने। स्ट्रोकको कलर हामी कुनै पनि कलर चुज गर्न सक्छौँ। ब्लू बनाउनु छ अथवा रेड बनाउनु छ, म रेडमा क्लिक गरिदिन्छु। यसरी यस पछाडि यसरी ओके गरिदियो भने यसको यो बाहिर घेरामा थोरै रातो आइराखेको छ। यो स्ट्रोक स्ट्रक्चर लेखेको छ, यसमा बाई डिफल्टमा 3 आइराखेको छ। यो 3 बाट यसरी हामी ठुलो सानो गर्न सक्छौँ। यसरी हामी यहाँ डाइरेक्ट टाइप गर्न नि सक्छौँ। मैले यसरी 15 लेख्दै ओके गरिदियो भने यसको स्ट्रोक बसिराखेको छ। यसको स्याडो राख्नु पर्यो भने F7 थिच्ने, लेयरमा गयो, एड लेयर स्टाइल बटनमा क्लिक गरेर यहाँ आए पछाडि यहाँनिर ड्रप स्याडो भन्ने देख्नुहुन्छ, स्याडो बनाउनु हो भने यसरी क्लिक गर्ने। कस्तो कलरमा स्याडो लिने यहाँबाट यो कलर चुज गर्न नि सक्छ। यसमा प्रिभ्यूमा यस्तो टिक छैन भने यसमा क्लिक गर्नुहोस्। यसमा यो डिस्टेन्समा मेरो 5 आइराखेको रहेछ, यहाँ यसलाई म यसरी ठुलो गर्न सक्छु। यसो गरिराख्दाखेरि त्यहाँ इफेक्ट देखिरहेको छ। आवश्यकता अनुसार यो कुराहरू म्यानेज गर्न सक्छ भने स्प्रेड 0 भइराखेको छ। यसलाई म यस्तो गरिराख्दाखेरि त्यसले पनि त्यहाँ इफेक्ट ल्याइराखेको छ। यसरी साइज अहिले यसमा 5 आइराखेको रहेछ, यसलाई यस्तो गरिराख्दाखेरि यो डिम हुँदै जान्छ। आवश्यकता अनुसार यो कन्ट्रोल गर्न सक्छ। ठिक छ भने यसलाई ओके गरिदिनुहोस्। डिजाइन हो भर्टिकल लेख्नु छ भने यसरी यहाँ क्लिक गरेर मैले जस्तो हेल्प लेखिदिन्छु। यसमा अर्को अप्सन हरिजोन्टल्ली टाइप मार्क्स टुल भन्ने, यो टाइप मार्क्स टुल भनेको पिक्चरहरूमा टेक्स्ट लेखेर ल्याउन छ भने पनि युज गर्न सक्छौँ। टाइप मार्क्स टुल युज गरेँ, यसरी क्लिक गरेर यहाँनिर म पोखरा लेखिदिन्छु। जहाँ जहाँ यो टेक्स्ट परिराखेको छ त्यो पिक्चरको त्यो पार्टमा टेक्स्टमा हुने हुन्छ। मुभ गर्न मुभ टुलमा क्लिक गर्छु, मुभ टुलमा क्लिक गरेर यसरी जस्ट म एकदमै ठुलो बनाइदिन्छु। जुन एरिया परेको थियो त्यो एरिया यो पोखरामा आइराखेको छ।